मैले फेरि माछा समाएको के त भाइ हो माछा कि गणल्लो ए माछा कतिवटा खान्छ खोइ त 10 वटा होला भेट्टाको छैन माछाको पोखरी चाहिँ बनाइदिए माछा राख्नलाई ए भन्छ भाइले माछा पालन गर्न खोज्या हो र हो यहाँबाट जति नि माछा निक्लिन्छ हो र ए माछा पालन गर्ने खोज्या हो यहाँको यो घाँस निकाल्दै म यहाँबाट घाँस भइलो के धेरै भएको छ अनि पोखरी चाहिँ धेरै ठुलो बनाएको छ त भाइले त माटो निकालेपछि गहिरो भइहाल्छ नि ए भन्छ अब तिमीहरूले माछा पालन गर्ने भयो अनि युनिसालाई के गर्न लाग्यो युनिसा यहाँ चिप्लेटी बनाएको तिमीले चाहिँ दुईटा ए यो चिप्लेटी नै हैन चिप्लेटी ए त्यस्तो हुँदैन मुख धरा आउला जाऊ त्यो कहिले काहीँ हुन्छ काम गर्दा मिस्टेक हुन्छ ए भनेपछि अनि युनिसाको चाहिँ चिप्लेटी हो अनि खाजा खानुपर्ने नि युनिसा खाजा नखाने किन खाजा खानुपर्छ है भोक लागिसक्यो होला काम गर्दा गर्दै अनि समीर त नि मैले त्यहाँ चिप्लेटीको यहाँबाट निक्ली थियो त्यही भएर यहाँ पानीको पोखरी बनाइरहेको अनि यहाँ के पाल्ने गणल्नु पाल्ने कि माछा पाल्ने माछा गणल्नु छैन छैन हो र हो ए, किन माछा छ त म चाहिँ अब जानु पर्दैन पूजा माछा आइसके छैन छैन है अब भयो पोखरीमा पानी पुगिसक्यो कि भरिएर गइसकेर पानी हो छैन पोखरी यत्रो भरि भइसक्यो ह पोखरी भरि मेरो आउ कि हेर नि तैले यहाँबाट पोखरी चुइयो नि समीर त यहाँबाट धेरै पानी गयो धेरै पनि गयो पानी पानी निक्ल्यो निक्ल्यो ओहो हो यार समीर तको पोखरी भत्क्यो नि यार के चाहिँ गर्ने होला पानी सबै सुकेर माछा त अब केही पनि बाँकी रहला जस्तो छैन होला हैन दिउँसो उ भएको के बनाको मैले ए वही समीर तको पोखरी भत्क्यो छिटो हेर्न भरियो हो 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 त्यो त्यहाँबाट थुन 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 पल्ले थुन्यो हो थुन्यो भने थुन्यो हो बस कस्तो है यो पोखरी नै मुख जस्तो छ यहाँबाट यस्तो गर्नु मैले चिप्लेटी बनाएको हिँड्नु त समृद्ध अनि यो घाँस उगाल्नु पाल्दैन माछा आउँदैन यहाँबाट रुक न माछा उगालिहाल्छु नि घाँस उगाएर के माछा समात्ने त यो बट्टाबाट नि माछा समातेर ल्याउन समीर त पोखरी बनाउँदै खायो तिमी गएर माछा ल्याउनु जाऊ यसमा यही दुईटामा भयो होइन यसमा लिएर यो पोखरी सुकिया त नि त समीर त के हो छैन पोखरी सुकिया सुकिया जस्तो लाग्यो है इन्डिया पोखरी सुको हो अलिकति थप्नु पर्ने भयो समीर त पोखरी ल सिमेन्ट बालुवाले पुगेन ओ यहाँ आयो युनिसाको यो भइसकोस् युनिसाको यो तयारी भइसक्यो हो यो चिप्लेटी तयारी भइसक्यो हो तयारी भयो त्यति गए नि हुन्छ मान्छे यो भर्याङ भर्याङ नै हो